किस्तामा परदेशले जवानी लुट्यो थाहै भएन। किस्तामा परदेशले जवानी लुट्यो थाहै भएन। पटक पटक लडेर उठ्नुमै त जिन्दगीको मजा छ। चुनौतीको बावजुद अघि बढ्नुमै त जिन्दगीको मजा छ। चुनौतीको बावजुद अघि बढ्नुमै त जिन्दगीको मजा छ। यो मलाई संसार देखाउने बाआमालाई हैन, यो संसार मैले देखाउनु पर्छ भन्ने एउटा एकदम टपमा शिरमा राख्नुपर्छ बाआमाको आशीर्वादले बाँचिरहेको छु। जिन्दगीको असिना झरीले घरी घरी छुट्यो थाहै भएन। जिन्दगीको असिना झरीले घरी घरी छुट्यो थाहै भएन। रक्त अन्तर दिलको रोदन गजल फुट्यो थाहै भएन। रक्त अन्तर दिलको रोदन गजल फुट्यो थाहै भएन। भोलिको जीर्ण खुसी खोज्ने आशमा दौडमा, भोलिको जीर्ण खुसी खोज्ने दौडमा किस्तामा परदेशले जवानी लुट्यो थाहै भएन। किस्तामा परदेशले जवानी लुट्यो थाहै भएन। हिजो जस्तै लाग्छ आमाको फरियामा बेरिँदै बाको दौराको फेर समातेर हिँडेको। हिजो जस्तै लाग्छ आमाको फरियामा बेरिँदै बाको दौराको फेर समातेर हिँडेको। कति छिटै जिन्दगीले आधा हिस्सा सफर गरेछ थाहै भएन। कति छिटै जिन्दगीले आधा हिस्सा सफर गरेछ थाहै भएन। यो चाहिँ बाआमाको लागि मलाई चाहिँ यो गजल चाहिँ मलाई मेरो लागि लेखेको जस्तो फिल भयो मलाई त। हो, मैले 17 वर्षमा घर छोडेर हिँडेको अनि 22-23 वर्षमा परदेश हिँडेको है। अहिले अब 42-43 वर्ष भइसक्यो घरमा बसेकै छैन हैन। भनेको 20-22 वर्ष 25 वर्ष यसै बितेर गयो हैन। अनि यो गजलले त झन् मलाई त झन् साह्रो छोयो। मैले मेरो बाबामा स्वर्गमा हुनुहुन्छ हैन, स्वर्गीय बाबा आमालाई पनि रेस्ट इन पिस भन्न चाहे। उहाँहरूलाई पनि सम्झे। एकदमै मार्मिक, एकदमै टचिङ, मजाले हुन्छ नि खिपेर लेख्नुहुन्छ एकदमै एकदमै। अब तपाईँको मैले भने नि हैन, अब यो मनको भाव हो हैन। अब यो भौगोलिक दूरी टाढा छ एकदम बाबाबाट हैन, टाढा छु। अनि यो हुन्छ नि हैन, यो गर्ने त्यो गर्ने भन्दै जिन्दगीले त आधा हिस्सा त पार गरे थाहै भएन नि त नि थाहै भएन हैन त, थाहै भएन नि। अनि त्यो भएर अनि मेरो भवन रूपी बाबालाई मैले उ गरेको हैन, मैले सम्झेर गरेको। पटक पटक लडेर उठ्नुमै त जिन्दगीको मजा छ। चुनौतीको बावजुद अघि बढ्नुमै त जिन्दगीको मजा छ। चुनौतीको बावजुद अघि बढ्नुमै त जिन्दगीको मजा छ। अरे सरल रेखामा त जो कोही हिँड्छन् अचेल यहाँ। अरे सरल रेखामा त जो कोही हिँड्छन् अचेल यहाँ। वक्र रेखामा शिखर चढ्नुमै त जिन्दगीको मजा छ। वाह, वक्र रेखामा शिखर चढ्नुमै त जिन्दगीको मजा छ। सही हो, सही हो। जिन्दगीमा त वक्र रेखा नै आउँछन् हैन। जिन्दगी नै वक्र रेखा हो है। अत्यन्तै अब यो सुन्दर बसाइ भयो, राम्रो बसाइ भयो हैन। यहाँको गजल यात्रा अनि समाज सेवा निरन्तर बगि नै रहोस्। हामी यो सिजन 2 मा चलिरहेको छ अहिले हैन। सिजन 3 मा फेरि यहाँहरुसँग भेट्ने हामी बाचा त एकदमै गर्ने नै छौं। किनभने यहाँ समाज सेवामा र हामी यो के रे काममा हामी सँगसँगै नै हुनेछौँ।